हेलो सबैजनालाई नमस्ते जोडले स्वागत छ आजको मेरो अर्को भिडियोमा। आज चाहिँ म सब्जी टिप्न जाँदैछु साथीहरू। बाहिर चाहिँ एकदमै गर्मी छ, त्यही भएर म चाहिँ छिटो छिटो गरेर टिप्न जाँदैछु। म चाहिँ बारीमा के छ त्यही टिप्ने छु। फर्स्टमा चाहिँ म चाहिँ करेलामा गयो आँखा। फर्स्टमा जाने बित्तिकै करेला देखेँ, त्यसैमा म करेला टिप्दैछु साथीहरू। करेला चाहिँ खासै फलेको थिएन किनकि यो हावाले कहिले यता कहिले उता हल्लाइदिएको छ यो करेलालाई। त्यसपछि म अलिअलि खोर्सानी टिप्नतिर लागेँ। खोर्सानी चाहिँ अलिअलि फलेको छ तर पिरो चाहिँ पटक्कै छैन, खोइ किन थाहा छैन। त्यसपछि म चाहिँ खासमा फर्सीका मुन्टा टिप्न भनेर गएको हो। म चाहिँ करेला अनि पछि खोर्सानी पनि टिपेँ। त्यहाँ करेला चाहिँ ठुल्ठुलो भएको थियो दुई तिनवटा, त्यही भएर म चाहिँ करेला पनि टिपेँ, फर्सी पनि टिपेँ। त्यसपछि म फर्सीका मुन्टा खोज्नतिर लागेको छु। फर्सीको मुन्टा चाहिँ अलिअलि थियो, पुग्छ कि भनेर हेरेको। यो गर्मीले मैले आँखा नै देखेको छैन, यो घामले तिर्मिर्यो आँखा। त्यही भएर म चाहिँ यताउता हेर्दैछु गइरहेको छ कि भनेर टिप्दैछु साथीहरू। कहीँ छुट्यो कि भनेर म यताउता हेर्दैछु। घामले म चाहिँ आँखा देख्दैन कि, त्यही त म आँखा देख्दैन त्यही पनि। त्यसपछि म चाहिँ यति टिपेँ साथीहरू। फर्सीका मुन्टा चाहिँ फेरि छुट्यो कि भनेर टिप्न लागेको छु। अलिअलि छुटेको चाहिँ फाइनली साथीहरू म चाहिँ फर्सीका मुन्टा करेला चाहिँ टिपेर यति लिएर आएँ। आजलाई मेरो भिडियो यति नै साथीहरू हो।